माथि जान्छु हमारा नाम विक्रम झा, नेपाल शिक्षक महासंघ के राष्ट्रीय उपाध्यक्ष। और ये आंदोलन हमारा सबके 1 महीना पहले से जारी है और सरकार अखन तक नहीं सुन रहा है। एकरा लेल हम सब सड़क आंदोलन कहने की जब तक मांग पूरा नहीं होते तब तक हम सब युवा के रोड नहीं छोड़बे। SLC लगाए स्कूल के भी वार्षिक परीक्षा के काफी सब हम सब परीक्षा नहीं करबे। जब तक शिक्षा नहीं रहती तब तक शिक्षा एनायत देती तो हम सब ऑटोमेटिक व्यवस्था पर सरकार के धन्यवाद देकर वही प्रोत्साहन आंदोलन स्थगित कर देंगे। यो धेरै पुरानो शिक्षा ऐनलाई विस्थापित गरेर अहिलेको नयाँ शिक्षा ऐन चाहिँ जारी गर्नुपर्ने विशेष माग हो। पटक पटक सरकारसँग सम्झौता भएको छ र त्यो सम्झौता बमोजिमको शिक्षा ऐन छिटोभन्दा छिटो जारी गरियोस् भन्ने। अनि अहिले तपाईहरुको एउटा अर्को कुरा आएको छ। के कुरा आएको छ भनेदेखि जबसम्म हाम्रो यी समस्याहरू समाधान हुँदैन तबसम्म एसईको विद्यार्थीहरूको उत्तर पुस्तिका हामी जाँच्दैनौँ भनेर तपाईहरुले अठोट गर्नु भएको छ। यो कुरा के हो? यदि राज्यले हाम्रो कुरा सुन्दैन भने त्यो त हुने नै भएछ। राज्यले हाम्रो कुरा नि सुन्दिनु पर्यो। जति सक्दो राज्यले शिक्षकको कुरालाई सम्मान गर्छ र त्यो मागलाई पुरा गर्छ। त्यति छिटो शिक्षकहरू फर्केर सबै काम गर्न तयार छन्। यदि गरेन भने शिक्षक यो अवस्थामा शिक्षकहरू सडकमा आइसकेका छन्। यो सडकमा शिक्षक त्यसै फिर्ता हुनेवाला छैन। नमस्ते, म नरपेश्वर प्रसाद मिश्रा, गलकोट मावि गलेङ 11 स्याङ्जाका माध्यमिकता द्वितीय श्रेणीको शिक्षक, विज्ञान शिक्षक। हालमा पदीय हिसाबले चाहिँ नेपाल शिक्षक सङ्घ सङ्घीय प्रतिनिधि पनि रूपमा पनि छु र आज यो आन्दोलनमा म आएको छु। अब यो हाम्रो आन्दोलन सबैलाई जग जाहेर छ। हामी के कामले आए, कसरी आएका छौँ, किन आएका छौँ, यो आन्दोलनको औचित्य के हो, कसो हो भन्ने सबै कुरा सबैलाई अवगत नै छ। तर खास मुख्य उद्देश्य के हो भन्दाखेरि सरकारले समयमा नै सरकारले गर्नुपर्ने काम, सरकारले गजगजाउनु पर्ने काम हामीले गजगजाउनु परेको छ। खास शिक्षा ऐन लागू गर्नु, कानुनमा सबैलाई बाँध्नु, सबैलाई साझ बनाउनु भनेको सरकारको उद्देश्य हो। तर त्यसले सरकारले त्यो काम नगरिदिएर यो काम तिमी गर्देऊ भनेर हामी यत्रा शिक्षक चाहिँ 50,000 शिक्षक हामी बाटोमा रोडमा आउनु परेको छ। यस्तो देशको अवस्था भएकोले गर्दा हामीलाई अहिले अप्ठ्यारो महसुस भएको छ सर। अब सायद हामी त्यही भएर अब यहाँ आन्दोलनमा उत्रेका छौँ। हामी अब यो आन्दोलनमा जबसम्म हामीलाई यो शिक्षा ऐनको पूर्ण प्रतिबद्धता पहिलाको जस्तो छलको, कपटको, झुठो आश्वासनको प्रतिबद्धता होइन, एकदम किटानी प्रतिबद्धता जबसम्म आउँदैन तबसम्म हाम्रो आन्दोलन रोक्दैन। हामी यही सडकमा हुन्छौँ। हामी कसैलाई कुनै प्रकारको हाम्रो यो आन्दोलनले असर पार्दैन। न त शिक्षकलाई पार्छ, न त अभिभावकलाई पार्छ, न विद्यार्थीलाई पार्छ, न जनसमुदायलाई पार्छ। हामीले आफैलाई आफ्नो कष्ट सहेर, दुःख सहेर यहाँ आन्दोलनमा उत्रेका छौँ र हामीले त्यो दुःख सहज यो राज्यको लागि गर्नुपर्छ भन्ने मान्यता पनि हामी राखेका छौँ र हामी स्फूर्त उत्रेका छौँ। हामी कसैको उस्कावामा, कसैको बहकाउमा, कुनै दल, कुनै प्रतिनिधि, कुनै एनजिओ, आइएनजिओ कसैबाट हाम्रो छैन। हाम्रो कुनै सत्ताको र सत्ता पक्ष र सत्ता विपक्षको कुनै पनि पक्ष विपक्ष हाम्रो छैन। हामीले कसैसित लडाइँ छैन। हामी विशुद्ध शिक्षक हौँ, विशुद्ध शिक्षकमा कर्मचारी हौँ। त्यसमा चाहिँ सबै प्रकारका स्थायी, अस्थायी, निजी अनि त्यसका साथै संस्थागत अनि सामुदायिक सबै प्रकारका शिक्षकहरू हामी अहिले सहभागी भएका छौँ र यो माग सायद हाम्रो पुरा हुन्छ भन्ने हामी विश्वास पनि गरेका छौँ।